नमस्ते गाइस, हामी रानी सैनको एकदमै बेस लाइनमै पुगिसकेका छौँ। यो माथि हो सैपाल हिमाल। सैपाल हिमालको बेस क्याम्प भनेको यतै हुने हो। भविष्यबाट बजाङ जानको लागि यो रुट भएर यो देख्नुहुन्छ तपाईँ। बजाङको चाहिँ सैपाल गाउँपालिकामा पुगिन्छ। त्यसपछि चाहिँ यो चाहिँ खास हिमताल भएको क्षेत्र चाहिँ यो माथिको हो। यो चाहिँ तपाईहरूले देख्न सक्नुहुन्छ। यो ठाउँ अत्यन्तै रमणीय छ। रानी सैनको यहाँ भेडा बाख्रा चौरी लगायत यहाँ सानसानो होटेलहरू पनि छ। यहाँ बास बस्न पनि सकिन्छ। त्यस्तै गरी योबाट हामी हुम्ला जान्छौँ। यहाँबाट यारी होइन त? यारी हुँदै कहाँसम्म गाडी आछ भन्नुभएको छ? गाडी त यहाँ नजिक के नाम छ त्यसको? छोटे लेक भन्छ। छोटे लेकसम्म गाडी आइसकेको छ भन्नुभएको छ। छोटे लेकबाट गाडी चढेर सिमकोट कति घन्टा लाग्छ त है? 4 घन्टा लाग्छ। 4 घन्टामा सिमकोट पुगिन्छ। हिल्सा कति लाग्छ? 8-9 घन्टा लाग्छ। हिल्सा पनि नजिकै रहेछ यहाँबाट। यारी लाग्न यो रहेछ। यहाँ माथि चाहिँ के अरे चाहिँ शाखा लेक भन्छ होइन। ठाउँ अत्यन्तै चाहिँ परम्परागत रूपमा पर्यटकीय हिसाबमा धार्मिक हिसाबमा महत्त्व बोकेको ठाउँ भन्नुभयो दाइले। यो महत्त्वपूर्ण छ होइन। एउटा रानी सैनमा सिमसार क्षेत्र पनि रहेछ। यो जति देखिन्छ यो सिमसार क्षेत्र हो भनेर भनिसक्नु भएको छ दाइले। यो हामी सिमसार क्षेत्र हेर्दैछौँ। यो सबै माथिसम्म सिमसार क्षेत्र। अनि त्यहाँ हिमतालहरू पनि छ दाइ माथि? सेतो ताल छ। यहाँ लेकदेखि यहाँसम्म खर्कै खर्क छ हाम्रो। माथि यो लेकहरूमा सबै खर्कै खर्क छ होइन। त्यहाँदेखि यहाँसम्म यो माथि पनि छ। यो डाँडा ठुलो डाँडा काँडा त्यहाँ यो कुहिरो आउँछ नि। के को खर्क छ? भेडा बाख्रा च्याङ्रा पनि छ दाइ। अनि चौरी टन्नै छ होइन। यो पुरै चाहिँ उसमा हुम्ला र बाजुराका मान्छेहरूलाई दाजुभाइहरूलाई रोजगारीको केन्द्र बन्न सक्ने भयो हुनाले उहाँहरूको माग चाहिँ यहाँ होमस्टे त तालिम दिएर प्राइभेट लगानी गर्ने भन्ने पनि छ दाइ। तर अहिले हामीले गाउँपालिका र सरकारी स्तरबाट एउटा यहाँ ठुलो होमस्टे भन्दा पनि धर्मशाला टाइपको जो सबै आएर त्यहाँ चाहिँ सेन्टर जस्तो होस्। अनि तपाईँहरूको यो पूजा गर्ने ठाउँ रहेछ। यसलाई पनि व्यवस्थित गरेर अलिकति बनाउनु पर्छ भनेर लागेका छौँ। धामका चार हजुर सोनाम टोसी लामा दाई भेट हुनुभयो, खुसी लाग्यो। ल धन्यवाद दाई। अब यो तपाईँ हामी सबै मिलेर यो ठाउँमा पर्यटकीय हिसाबले प्रबन्धन गर्नुपर्छ। यो सबै हिसाबले यो विवाद पनि गर्छन्। यहाँ विवाद गर्नु हुँदैन। अब अहिले अब यहाँ चाहिँ एकदमै यहाँ हामीले व्यवसायिक हिसाबले यो त हजारौँ भेडा पालन हुने, हजारौँ चौरी पालन हुने, यसले च्याङ्रा पालन अलि माथि च्याङ्रा पनि हुनसक्छ। यो त भविष्यमा ठुलो चाहिँ सम्भावना र रोजगारी केन्द्र बन्नेवाला छ। रानी सैन नाम किन रह्यो भने यो प्रकृतिले धेरै नै मेहनत गरेर रानी जस्तै सजाएको छ। यहाँ एकदमै यो सजिएको ठाउँ छ। यो प्राकृतिकले बनाएको ठाउँ छ। ईश्वर भगवानले चाहिँ बौद्ध भगवानले यहाँ चाहिँ विभिन्न हामीले मान्ने चाहिँ शक्तिहरूले चाहिँ यहाँ मेहनत गरेर बनाएको ठाउँ रहेछ। यो अत्यन्तै त्यसले रानी जस्तै सजाएको ठाउँ छ। त्यसो भए हुनाले यो रानी हिमाल, रानी सैन, सैपाल हिमाल